वक्रतुंड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। तो यहाँले अचम्मेश्वर गुफाको निकै प्रचार प्रसार गर्दै आउनु भएको छ विगत लामो समयदेखि हैन। तपाईले भिडियोमा पनि निकालिसक्नु भएको छ। स्वागत छ श्रीधरजी। धन्यवाद। म श्रीधर कुँवर वादिका विषय याडुङ 5 गुल्मी बाट श्री अचम्मेश्वर व्यवस्थापन समितिका सदस्य पनि हुँ र श्रोताबिन हजुरहरूलाई म श्री अचम्मेश्वर गुफा को एउटा सानो जानकारी दिन गइरहेको छु। श्री अचम्मेश्वर गुफा कहाँ होला, कस्तो होला र कसरी जाने होला त्यस भन्ने यस्ता कुराहरू हजुरको मनमा धेरै खेलिरहेका होलान्। म यही भिडियो मार्फत हजुरलाई एउटा देखाउने छु। यो देखिँदै गरेको रेडी बजार गुल्मी हो। यो गुवादी गाविस को गाविस घर लगायत हाई स्कुल पनि छ। यो हाम्रो बुवा भन्ने फाँट हो। यो सधैँ हराभरा भरिरहन्छ र खेती 12 महिना हुने गर्दछ किनभने पानीको प्रशस्त छ। यो गाउँ याडुङ हो। यसमा सबै कुँवरवासी र कुँवर गाउँ भनेर पनि चिनिने गरिएको छ। चट्टानले बनेको स्थान छ। यसलाई साँगुरी पनि भनिन्छ। हामीले त अब भिडियो मार्फत पनि देख्यौँ हैन। त्यस भित्रका जुन अचम्म लाग्दा आकृतिहरू छन् नि ती बारे बताइदिनुस् न। श्री अचम्मेश्वर गुफा भित्रका आकृतिहरू हजुरलाई म बताउन गइरहेको छु। विभिन्न आकृतिका मूर्तिहरू छन्। त्यसमा जो 5 चिजहरू छन् र 2वटा शिवलिङ्ग हुनुहुन्छ। उहाँ गणेशको सुँड छ, नन्दी हुनुहुन्छ, ब्रह्मा विष्णु महेशका मूर्तिहरू देखा परेका छन् र त्यो पाहाडमा पनि एउटा नागकुण्ड पनि छ। हेर्दै हुनुहुन्छ यो 2069 सालको हो। यो जे रेकर्डिङ गरेको स्वयं मैले नै हो। भित्र कतिजना जति मान्छे अटाउन सकिन्छ? यो गुफा अत्यन्त साँगुरो छ किन भन्दाखेरि यहाँ कोप्चेरो हुँदाखेरि यहाँ धेरैजना अटाउन सकिन्न। पुजेरसित 7 जना 8 जना बाहेक अरू धेरै अटाउन सकिन्न। यो जस्तो त्यहाँ मुक्तिनाथसँग पनि जोडिएको छ भन्ने जुन मुक्तिनाथको कुरा गर्नुभएको छ त्यो मुक्तिनाथसँग जोडिएको भन्ने कुरा छ। त्यसको आकृतिहरू जुन कालीगङ्गा उत्पत्ति भएकी भन्ने कुराहरू आएको छ। त्यस्तै गरी जल देवता आदित्य भन्नुहुन्छ। यी सबै कुरा बताइदिनुहोस्। भन्दाखेरि कालीगङ्गा उत्पत्ति हुनु भएको छ मुक्तिनाथबाट। मुक्तिनाथमा अझै पनि भगवान शङ्करको पिण्ड छ, फेमस पिण्ड छ। मान्छेहरूले जो
आज पनि नुहाउन जान्छन्। र रुद्रतालदेखि रुद्रीगङ्गा उत्पन्न हुनुभएको छ। रुद्रीगङ्गा र कालीगङ्गाको मिलन रुद्रपिनीमा भएको छ। र यहाँ दुवै नदीहरूले श्री अचम्मेश्वर शिवलिङ्गलाई हर साल दर्शन गर्नुहुन्छ। तर त्यहाँ के छ भन्दाखेरि सत्यको कुरो, हामीले चढाएका घन्टी, हामीले चढाएका बेटी, हामीले चढाएका त्रिशुल यी कहिले पनि नबगाएको। अनि बर्खामा पुरै गुफालाई ढाकेर जानुहुन्छ नदीहरू। तर त्यो शिवलिङ्गमा या त्यो गुफाभित्र कप्चेर आउँदै फोहोर केही यस्तो घाँगरहरू लिएर राख्ने यस्ता कहिले गर्नुभएको छैन। उसले जलदेवताको अर्थ यो छ, शिवलिङ्गमा अचम्मेश्वर गुफा माथिबाट वर्षा भइरहन्छ, 12 महिना 24 घन्टा भइरहन्छ। र त्यो जल अचम्मेश्वर शिवलिङ्गमा अभिषेक भइरहेको छ। हामीहरू यो भने 12 महिना 24 घन्टा जल अभिषेक गर्ने स्वयं जलदेवता नै हुनुहुन्छ। र त्यो जल स्वयं कालीगङ्गामा मिल्न आएको छ। त्यस हुनाले यहाँ यो कथा जोडिएको छ। तपाईँको बाटो माथि भिरबाटै खोल्न सकिने अवस्था छ कि छैन? माथि बड्रोर बाटोबाट अचम्मेश्वर गुफामा जानको लागि बाटो खोल्न सकिन्छ। त्यो अथवा भिर काटेर नभए भिरलाई जहाँ बाटो छैन त्यहाँ फलामहरूको रड घुसाएर नभए सिमेन्ट लगाएर पनि हामीले सुने निकाल्न सकिन्छ। तर हामीसँग के छ भन्दाखेरि आर्थिकको कमजोरीको कारणले हामी यो काम अहिले गर्न सकेका छैनौँ। त्यसर्थ एउटा गुल्मी जिल्लाले पनि केही गरिदिएर ध्यान आकर्षण गरिदिए हुन्थ्यो भन्ने मलाई लाग्छ। यो गुफा चाहिँ पत्ता चाहिँ कहिले लाग्यो र कसले लगायो? वैदिक पौराणिक र ऐतिहासिक काण्डखण्डमा हिम्मत भूभागमा इष्ट देवता भगवान शिव हिमालय र पहाड भेगमा अनेकौं गुफा स्कन्धहरूमा बसेर विभिन्न समयमा असत्य पक्षलाई संहार गर्दै र सत्यका पक्षलाई संरक्षण प्रदान गरेको प्रशंसाहरू हाम्रा पुराणहरूमा प्रशस्त सुन्न पाइन्छ। यस्तै हाम्रो यो अचम्मेश्वर पनि पहिलेदेखि नै थियो र पहिला रिडीका नेवार समुदायका मानिसहरू त्यहाँ गएर भैलो खाने या केही पार्टी गर्नलाई त्यहाँ जाने गर्दथे भन्ने सुनिन्छ। र केही दिन त्यस्तै कार्यक्रममा हाम्रो माई सगती मेला लाग्ने हुँदाखेरि स्थानीय मानिसहरू पनि बाँस काटी कालीगङ्गामा बगाउँदै जाने कार्यक्रममा एक दिन त्यो गुफामा त्यो बाँसको बिटो अड्किसकेपछि स्थानीय मानिसहरूले पनि यहाँ यस्तो भगवान छन् भन्ने थाहा भयो। तर मानिसहरू पौड्न नजानेका हुनाले कोही मानिसहरू त्यहाँ जान नसक्ने कारणले गर्दाखेरि त्यो गुफा ओझेलमै पर्यो। तर 2063 सालमा हाम्रो भन्दा पर्नेको जीप दुर्घटना हुन गयो र उनको माल एडुङ थियो। उहाँ जीप दुर्घटना भइसकेपछि आग्रह गर्न जानुभयो र हामी एडुङका सम्पूर्ण मानिसहरू जीपको उद्धारको लागि त्यहाँ आइयो। र आइसकेपछि त्यहाँ गुफा छ भन्ने त सुनिएको थियो, तर त्यहाँ कस्तो रहेछ के रहेछ कस्तो किसिमका भगवान रहेछन् भन्ने कुरो त्यहाँ मानिसहरूले नदेखेको कारणले राजु कुँवर, टङ्क कुँवर, नारायण श्रेष्ठ, रमेश कुँवर यहाँहरूले त्यो गुफामा पुरा छानबिन गरेर हेर्नुभयो। हेर्दाखेरि उहाँले शिवलिङ्ग देख्नुभयो। तर शिवलिङ्ग देखिसकेपछि हामी शिवरात्रिमा मेलाउन 2063 सालबाट सुरु गरिएको हो। विकासका लागि पहिला हामी त त्यस अचम्मेश्वर गुफामाथि सडकको छेउमा बोर्ड लगाएका छौँ। अनि गुफाको तल हामी त्यो जो खडल र भरियो त्यसपछि हामी अहिले जाली पनि भरिसकेका छौँ। र दर्शकबिनहरू अहिले जो पहिला डराउनुहुन्थ्यो जो टाढिङबाट जानलाई अहिले डाइरेक्ट जालीबाट सिँढी भएको छ र कोही पनि जान सकिने अवस्था छ। आगामी दिनमा हामी मोटरबाटदेखि नै गुफासम्म एउटा सिँढीसितको खोल्नु पर्ने छ बाटो। अनि तल गुफामा कमसेकम भजन कीर्तन गाउन सकिने, पूजा लगाउन सकिने यस्तो किसिमको एउटा जग्गा बनाउनु छ। तल त्यसलाई तलै पिलेदेखि नै एउटा पिल्लर उठाएर गराउन पाए हुन्थ्यो भन्ने हामी सबैको
सबैको मनमा छ, तर हामीहरू अहिले केही गर्न सकेका छैनौँ। केही दिनमा हामी गर्नेछौँ। हामीले त देखिसकेका छौँ। सुन्नुहुने श्रोताले एकचोटि त्यो अचमेश्वर शिवलिङ्ग हेर्न चाहिँ जान नभुल्नुहोला, नचुक्नुहोला, किनभने यो गुल्मीको ग्वादी गाविस वडा नम्बर 5 को याडुङ साँगुरी भन्ने भिर नजिकै पर्दछ र त्यहाँ जो कोही जान नभुल्नुहोला, किनभने एउटा अचम्म लाग्दो छ। सत्ययुगको एउटा ज्वाला के भन्छ, यो सत्ययुगको एउटा पहिचान छ त्यहाँनिर, त्यो हेर्न जान नभुल्नुहोला भन्दै यतिन्जेल समय भन्दै यसको व्यापक प्रचार प्रसार गर्नका लागि प्रत्येक गुल्मेली छिमेक जिल्लावासीहरूले पनि नचुक्नुहोला। जस्तो यहाँले अचमेश्वर शिवलिङ्गको प्रचार प्रसारमा हामीले पनि आगामी दिनहरू पछ्याइरहनेछौँ भन्दै आजलाई यो छोटो कुराकानी यति हुन चाहन्छु। हस्, धन्यवाद। धन्यवाद प्रेम सर। हे बाँचुन्जेली तेरो मेरो आखिर आफ्नो के छ, बाँचुन्जेली तेरो मेरो आखिर आफ्नो के छ, सबै छोडी साथै लाने पाप धर्मै रहेछ। पाप मोक्ष देऊ, पाप मोक्ष देऊ, कैलाशपति शिवजी